So guys, I made this mistake so you don't have to भनेर एउटा हुक सुरु गरिदिउँ होइन. मेरो इङ्ग्लिस कस्तो नराम्रो छ भने मनमा त हुन्छ नि अङ्ग्रेजमा हमको पता है टाइपको हुन्छ, तर मुखबाट निस्किँदा चाहिँ अर्कै निस्किन्छ होइन. गर्मी भइहालेछ हामीलाई अलिकति, फ्यान पनि हेर न जुगाड छ भने यसको ऊ नै छैन कि स्टिलै मात्र छ सिधै. अनि मेन कुरा चाहिँ मैले कलर हालेको होइन, मेरो प्रोसेसिङमै मिस्टेक भयो कि. किन भन्दाखेरि कलर पकाउने नै हो भने पहिला नर्मल पानी राखेर नुन र लेमन निचारेर उमाल्ने, अनि उमाल्दा उमाल्दै कलर हालेर घोल्ने, अनि त्यसपछि फ्याब्रिक राख्ने त्यो होइन. अनि वाट आई डिड वाज, त्यो किटली छ एउटा 6 लिटरको, त्यसमा फुल पानी तताएँ, बुलुक बुलुक उमालेँ. त्यसपछि बाटा रेडी गरेँ. बाटामा ट्याक्क आई डम्प द्याट अल वाटर त्यहाँ राख्थेँ. त्यसपछि अलिकति चिसो पानी मिसाएर भराइदिएँ, कपडा डुब्नु पर्ने हुन्छ डुबाइदिएँ. त्यसपछि आई डम्प बोथ फ्याब्रिक दिएर होइन. एउटा सुरुवाल र हुडी थियो, दुइटैलाई हालिदिएँ मैले. दुईचोटि कलर लगाइसकेँ बाई द वे त्यो हुडीमा होइन, अनि दुवैचोटि बसेन. दिस टाइम अल्सो अ बिट फेडेड. अब हेरौँ रिजल्ट कस्तो हुन्छ. आई मे अल्सो लाइक इट, आई मे अल्सो डोन्ट, तर रिजल्टमा आई एम अ बिट हुन्छ नि इङ्ग्लिस खतरा अनि एनिवेज भोलि हेरौँ कस्तो हुन्छ रिजल्ट. आज बिहान मैले अपलोड गरिसकेको छु, त्यही भएर आज म अपलोड गर्दिनँ, भोलि गर्छु यो भिडियो. किनकि मैले 2टा भिडियो पनि राखिसकेको छु, त्यसै त मेरो भिडियोहरू झन् ढिलो ढिलो जान्छ होइन. अनि रिजल्ट हेरौँ कस्तो हुन्छ, अनि के अगाडि फर्दर प्रोसेस गर्न सकिन्छ. अब मेन कुरा चाहिँ आई डिड नट डु माई होमवर्क नाइसली. त्यसको मतलब मैले राम्रोसँगले डाइङको बारेमा बुझेको छुइनँ, राम्रोसँगले रिसर्च नगरेँ. पहिला चाहिँ मैले गरेँ हो, तर हरेक मेटेरियलमा हुँदैन नि त डाइङ, त्यही प्रोसेसले गर्नु मिल्दैन, अर्को प्रोसेस हुन्छ. त्यो कुरा चाहिँ मैले रिसर्च गर्नुपर्ने थियो, तर रिसर्च गरिनँ. त्यही भएर चाहिँ मेरो लुगा बिग्रियो होला, तर आई विल मेक इट समथिङ बेटर होइन. मैले सोचिरहेको छु केही न केही प्रोसेसहरू अगाडि बढ्दै जानु छ. अहिलेलाई चाहिँ म सोध्छु, किन भन्दाखेरि भोलि बिहान उठेर मर्निङ वाक जानुपर्ने छ. अहिले लिटरली 11 चान्चुन बजिसक्यो होला. एन्ड या आजलाई बाई बाई.